नमस्कार छजेलो अनि वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी हाम्रो गुरुङ परिवारको नवेलदाको चाहिँ वेडिङ रिसेप्सनमा चाहिँ जाँदैछौँ तिनचुले। अनि रेसेपको नाम चाहिँ थाहा भएन अहिले नै हो, अहिले गएर नै तपाईँलाई देखाउँछ। आजको भ्लग चाहिँ त्यसको बारेमा हुन्छ, हाम्रो गुरुङ परिवारको बारेमा। यहाँ हेर्नुहोस् एकदम हाम्रो सुन्दरीमा यहाँ हाम्रो यहाँ एकदम बिजी सर छ, बिजी सर। र हामीहरू चाहिँ यहाँ आइपुगिसकेको छौँ। भ्यू चाहिँ दामी छ यहाँको। हाम्रो बडाहरू यहाँ हुनुहुन्छ हो। है जुन चिनाउने ढोकभेट गर्ने काम अब हामी सुरु गर्न गइरहेका छौँ। र सर्वप्रथम हामी म सम्पूर्ण मेरो गुरुङ परिवारमा अनि सम्पूर्ण मेरो गेस्टहरूलाई म पुरन गुरुङ बेहुलाको काका सबैलाई सम्पूर्ण छेजेलो है। र अब कार्यक्रम हामी सुरु गर्न गइरहेका छौँ। र हामी सिक्युरिटी वाइज सबैलाई हामी अब चिनाजाना गराउने छौँ है। हाम्रो गुरुङको प्रथा अनुसार हामीले एउटा बुहारीलाई हामी चिनाउने छौँ है। र त्यसै क्रममा हामी सर्वप्रथम हामी हाम्रो कोरङ्गे को वृद्ध सबभन्दा पुरानो हाम्रो जो परिवारको छ, हाम्रो सायद अम्बर दाजु र भाउजू हुनुहुन्छ। र उहाँहरूलाई चाहिँ पहिला उहाँबाट बसिदिने म निवेदन गर्दछु है। अनि क्रमशः तपाईँहरू पनि अलिकति सदर घर बसिदिनु होला र तपाईँहरूलाई म क्रमशः बोलाउनेछु। र त्यति भन्दै म तपाईँहरूको जुन भोजन तपाईँले लिनुहुँदैछ स्न्याक्सहरू अझै लिने आग्रह गर्दछु। हवस् त, धन्यवाद। बढेको छ। अब हामी चाहिँ यसो बाहिर कति घुमघाम भ्युजहरू एकदम दामी
र भ्यू चाहिँ यस्तो दामी छ। सबैजना चाहिँ फोटो खिच्न हामी लागिसकेको छौँ। अनि मेरो दादीको त भइसक्यो अलिकति भए पनि। अब हाम्रो यहाँ भाउजूहरूको बडीहरूको फोटोसुट गर्नुहुँदैछ। हेलो हाम्रो चाहिँ यहाँ फोटोसुट गरेर सबजना बसिरहेको छ। माथि नाच्नेहरू नाचिरहेको छ आफ्नो आफ्नो काममा। कति घन्टा भयो बोजाउनु भएको छ। हाम्रो राजीवबाट मामा सबैजना आउनुभएको छ। बोजू 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 भन्दैछु यता हाम्रो भाइहरू यहाँ आइन्छ। गरम हुन्छ भने यहाँ हो। परिवारबाट सूचित गर्न चाहन्छु कि तपाईहरूले यस डाइनिङ हलमा आएर आफ्नो लन्च लिन सक्नुहुनेछ र साथै देउला देउलीलाई परिचय पनि गराइनेछ। यता हेर्दै नन्द यता हेर्दै हाई गरिदेऊ। खानु मस्त भएर छ। हाई गरिदेऊ।
Ready to go. Gusto yan, no? Nga फेरि आफ्नै यतापट्टि नानीहरूसँग अर्को गेम खेल्दैछ। हाम्रो आजको स्पेशल पर्सनहरूको चाहिँ फोटोसुट हुँदैछ। बिहाइन्ड द सिन चाहिँ अब यस्तो गर्नुपर्छ। बल्ल हाम्रो चाहिँ अब फर्किने टाइम भयो, अन्धेरै भइसक्यो र आजको मिनी भ्लग चाहिँ यति नै हो। अब ज्यादा बोल्नु पनि पाइनँ किनभने अब त्यो म्युजिकले गर्दा कपिराइट लाग्छ, सो भन्नु त केही पनि ज्यादा पाइनँ र राम्रो एकदम धेरै इन्जोयमेन्ट भयो। अब सर्ट भ्लगै बनाएको त अब लङ हुन्छ कि सर्ट हुन्छ त्यो चाहिँ थाहा छैन हो। अब चाहिँ लुगाहरू थपेर जानु पर्यो, तातो तातो गाडीहरू हेरौँ। गाडीहरू हाम्रो यहाँ हेर्नुहोस्, यता 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 सबै जग्गा छ। So bye bye guys, if you like it, do like, share and subscribe. Bye.